हेलो गुड मर्निङ गाइज। आज चाहिँ मैले डेली भ्लग अन्तर्गत चाहिँ के गरेँ भनेर चाहिँ हल्का एक्टिभिटिजहरू चाहिँ राखेको छु। अनि हामीले चाहिँ चिकन फ्राई गरेर खाँदै थियौँ। आज चाहिँ हाम्रो चिकन डे थियो, आज फ्राइडे पनि हो, त्यही भएर गुड फ्राइडे बनाउँदै थियौँ। अनि चिकन चाहिँ हिजो नै हामीले म्यारिनेट गरेर राखेको थियौँ 3 केजी कुखुराको। अनि त्यसपछि हामीले हल्का प्यानमा चाहिँ हल्का तेल राखेर चाहिँ यसलाई फ्राई गरेर खान लागेको थियौँ। किनभने अब पोलेको मासुमा चाहिँ अलिकति उस गर्नुभन्दा फ्राई गरेर खाऊँ भन्ने हिसाबले चाहिँ अनि उस गरेको थियौँ। अनि त्यो पनि ट्राई गरेको थियौँ हामीले। अब आगोमा सिकाएर खाने पनि ट्राई गरेको थियौँ। अनि पुरै त्यसलाई चाहिँ हामीले पुरै तल हालेर एकछिन उस हुनको लागि छोडेको थियौँ, सेकुवा टाइपकोले जस्तो गरेर। अनि मैले चाहिँ हड्डी पाएको थिएँ र मेरो भाग्यमा। अनि त्यसपछि फेरि फ्राई गरेर नै स्टार्ट गरेर अनि फ्राई नै खाने भनेर हामी फ्राई नै गर्न लाग्यौँ हल्का तातोमा। हामीले चाहिँ बाहिर कुकिङ गरेको थियौँ किनभने अहिले जाडोको महिना छ, अनि त्यही भएर बाहिर कुकिङ गर्न चाहिँ एकदम रमाइलो हुन्छ आगोमा। अनि त्यसपछि चाहिँ तर त्यतिले पुगेन गाइस, त्यही भएर हामी फेरि रेस्टुरेन्ट गयौँ। यो चाहिँ गुर्देउली साज भन्ने चाहिँ भरतपुर 6 मा छ। अनि हामीले चाहिँ त्यहाँ गयौँ अनि अर्डर गरेको थियौँ अनि भइसकेको थिएन। अनि त्यही भएर म एकछिन यो पोज दिँदै थिएँ जस ऐना देखिसकेपछि। अनि यहाँको एम्बियन्स अब एकछिन देखाइदिउँ भनेर। अनि यहाँ चाहिँ एकदम राम्रो छ यो ठाउँ चाहिँ। अब खानेकुराहरू पनि एकदम मिठो छ, बस्ने ठाउँदेखि लिएर सिटिङ स्पेसदेखि लिएर सबै एकदम नै राम्रो छ। तपाईँहरूको यता भरतपुर 6बाट वा कोही आउनु चाहनुहुन्छ भने यहाँ आएर खाजा खाँदा हुन्छ। यो चाहिँ एकदम राम्रो छ यहाँको फुडहरू चाहिँ। अनि एकछिन त्यहाँ आगो तापेँ अनि त्यहाँ मैले स्टार फ्रुट देखेँ। अनि भाइले त टिपिहाल्यो स्टार फ्रुट देख्ने बित्तिकै। अनि हुन चाहिँ केही पनि भन्नुहुन्न, टिपेर खाऊ भन्नुहुन्छ। अनि त्यही भएर मैले सोध्दै नसोधिकन स्टार फ्रुट टिपेको थिएँ। टिप्दा अब एकछिन क्यामेरा कता गयो नभेटेर त्यसलाई भेटाइरहेको थिइनँ नि त। अनि त्यसपछि मैले त्यसको हाँगा तानेँ। अनि हाँगा तानिसकेपछि मैले त्यो स्टार फ्रुट टिपेँ। कस्तो पाकेको रहेछ कि स्टार फ्रुट, नटिपेली टिपो जस्तो लाग्ने। अनि मैले त्यो नटिप भन्दा भाइले टिपिहाल्यो, अर्को पनि टिपिहाल्यो। अनि मैले जिस्काउँदै थिएँ त्यसलाई टिपेको भनेर। अनि त्यसपछि मैले दाइलाई भने दाइ मैले स्टार फ्रुट टिप्यो भने दाइले हुन्छ भन्नुभयो। अनि अझै लैजाने भयो भने लैजाऊ भन्दै हुनुहुन्थ्यो, किनभने त्यहाँ कोही पनि हुनुहुन्न खाने मान्छे भनेर भन्दै हुनुहुन्थ्यो। तर मैले चाहिँ 2टा मात्रै टिपेँ। अनि त्यसपछि पेमेन्ट गऱ्यौँ, हामीले आफ्नो अर्डर लियौँ। अनि हामी घर आयौँ, पैसा दिँदै हुनुहुन्थ्यो दाइले। अनि त्यसपछि घर आएपछि हामीले चाहिँ 2टा बफ मोमो, एउटा चिकन अनि हामीले फ्रेन्च फ्राई